जस्तै म आज नोबेल ब्याङ्कमा छु, म तपाईँलाई भन्छु नि त, मेरो ब्याङ्कमा 1 रुपियाँ दायाँ बायाँ मेरो तलदेखि माथिको स्टाफले, ब्रान्च म्यानेजरले, क्लस्टर हेडले ओपनली तपाईँको यति पपुलर मिडियामा भन्छु, चान्सै छैन। 100% जिम्मा मनोज ग्यावाली एज अ सिओ लिन्छु म, यति कन्फिडेन्सको साथ। म किन भन्दैछु त भन्दाखेरि वी हेभ सर्कुलेटेड द्याट थिङ्स सो स्ट्रङली, होइन? खबर सो बेसिकली बालेनलाई हजुरले त्यही सजेसन गरे एज द हेड अफ गभर्नेन्स, होइन? एक्जिक्युटिभ पोजिसनको सबसे हेडमा बस्दाखेरि टप डाउन त्यही नै दिनु पर्यो म्यान्डेट, होइन त? म्यान्डेट त्यही नै छ फेरि आजको दिन गर्ने त्यही हो भनेपछि। र त्यो चिज हुन्छ जस्तो पनि लाग्छ, किन भन्दा तपाईँ हेर्नुहोस् न, मन्त्री परिषदमा आइरहेको मान्छेहरूमा 2-3टा कुरा। एउटा कुरा, तिनीहरूसँग लिगेसी पनि केही चिजहरू जोडिएको छैन, उनीहरूसँग कसैप्रति त्यो अनुग्रहित हुनुपर्ने गरिकन कहीँ मोडिफाई गर्नुपर्ने कनेक्सन पनि देखिएको छैन। यति बेला त होप छ नि त, गर्न सक्यो भने यति बेलामै हो क्या। एकदम के भन्छ त्यसलाई, क्यानभस ब्रान्ड न्यू छ कि गर्न सक्यो भने यति बेलामै हो, यति बेला पनि सकेन भने कहिले पनि सक्दैन। त्यसमा त डाउटै छ।